आज हामी नम्बर सिस्टम पढ्छौँ। नम्बर सिस्टमको लागि एउटा भाइले भनेको थियो कि यसमा अलिकति भिडियो बनाइदिउँ भनेर हामीलाई अप्ठ्यारो भइराखेको छ नम्बर सिस्टमको न्युमेरिकलहरू पढ्नलाई। त्यसै कारणले अलिकति नम्बर सिस्टममा पढाइदिँदैछु। नम्बर सिस्टममा के हुन्छ भने सर्ट क्वेसनहरू आउँछ, लङ क्वेसन पनि आउँछ। खास गरेर बढी न्युमेरिकलहरू आउँछ। न्युमेरिकल भनेको जस्तै बाइनरी टु डेसिमल, डेसिमल टु बाइनरी, अक्टल टु हेक्सा, हेक्सा टु अक्टल, त्यस्तै खालको न्युमेरिकलहरू आइराखेको हुन्छ। सर्ट क्वेसनमा जस्तै वाट इज नम्बर सिस्टम आउन सक्छ। त्यसपछि वाइ बाइनरी नम्बर सिस्टम हेज बेस टु हाउ मेनी डिजिट्स बाइनरी नम्बर सिस्टम कंसिस्ट, हाउ मेनी डिजिट्स decimal number system consist, how many digits does octal number consist, how many digits does hexadecimal number system consist, what are the base, what is the base of hexadecimal number system, त्यही कुराहरु आइराखेको हुन्छ। त्योभन्दा बढी अनि लङ क्वेसनमा आयो भने त्यही what is number system, write their types and explain it। एक्सप्लेन गर्नलाई त्यही डिजिटहरुको बारेमा गर्दिने, बेसको बारेमा गर्दिने, बस भइहाल्यो। त्यति आउँछ लङ क्वेसनहरुमा। अब यसको अलिकति डेफिनेसन हेरिहाल्ने। जस्तै अ नम्बर सिस्टम इज डिफाइन्ड एज अ सिस्टम अफ राइटिङ टु एक्सप्रेस नम्बर्स। कुनै पनि नम्बरहरूलाई एक्सप्रेस गर्छौँ हामी युजिङ सिम्बल्सहरूको मद्दतले एक्सप्रेस गर्छौँ, त्यसैलाई भन्छ नम्बर सिस्टम। नम्बर सिस्टममा नम्बरहरूलाई एक्सप्रेस गर्ने काम गर्छ, रिप्रेजेन्ट गर्ने काम गर्छ। यसमा टाइप आउँछ। टाइप्समा हुन्छ 4 प्रकारको। एउटा हुन्छ बाइनरी नम्बर सिस्टम। बाइनरी नम्बर सिस्टम हुन्छ अर्को हुन्छ डेसिमल नम्बर सिस्टम, नम्बर सिस्टम। अर्को हुन्छ ऑक्टल नम्बर सिस्टम। अर्को हुन्छ हेक्साडेसिमल नम्बर सिस्टम। यति हुन्छ, 4वटा हुन्छ। अब बाइनरी नम्बर सिस्टममा 2टा डिजिट मात्र हुन्छ। एउटा हुन्छ 0 र 1। यसले 2टा डिजिट कन्सिस्ट गर्छ। बाइनरी नम्बर सिस्टम कन्सिस्ट ओन्ली 2 डिजिट्स, दैट इज 0 and 1। 0 रिप्रेजेन्ट्स अफ इन डिजिटल इलेक्ट्रोनिक्स एन्ड 1 रिप्रेजेन्ट्स अन इन डिजिटल इलेक्ट्रोनिक्स। जब हामी इन्जिनियरिङ गर्दाखेरि डिजिटल इलेक्ट्रोनिक्स पढ्छौँ, टेक्निकलहरुमा पढ्छौँ, सिटिबिटी को कोर्सहरुमा पढ्छौँ, त्यतिबेला चाहिँ डिजिटल इलेक्ट्रोनिक्समा यो बाइनरी नम्बर सिस्टमको अन र अफ भन्ने कुरा जुन हुन्छ त्यो चाहिँ त्यहाँ धेरै युज हुन्छ। फ्लिप फ्लपहरुमा, त्यसपछि फुल एडरहरुमा चाहिँ खास गरेर युज हुन्छ यो। त्यसपछि यसको बेस जुन हुन्छ, बेस चाहिँ यसको 2 हुन्छ र यही यो बाइनरी नम्बर सिस्टम नै चाहिँ के हुन्छ, मेसिन ल्याङ्ग्वेजमा युज हुन्छ। मेसिन ल्याङ्ग्वेज, यसैलाई भन्छ नेटिभ ल्याङ्ग्वेज। नेटिभ ल्याङ्ग्वेज, ल्याङ्ग्वेज अफ कम्प्युटर। कम्प्युटर यसैलाई भन्छ नेटिभ ल्याङ्ग्वेज अफ कम्प्युटर। मेसिन ल्याङ्ग्वेजलाई भन्छ र मेसिन ल्याङ्ग्वेजमा जति पनि कोडहरू लेखेको हुन्छ त्यो सबै कोडहरू चाहिँ केमा लेखेको हुन्छ, बाइनरी नम्बर सिस्टममा लेखेको हुन्छ। यसबाट तिमीले सर्ट क्वेसन आउन सक्छ कि वाइ बाइनरी नम्बर सिस्टम हेज बेस 2। त्यसको आन्सर दिइहाल्ने। The binary number system has base 2 because it consists of 2 digits, that is 0 and 1. Only 2 digits, 0 and 1. It represents 0 represents off and 1 represents on. यति कुरा लेखिदिएपछि भइहाल्छ। अब डेसिमल नम्बर सिस्टममा चाहिँ के हुन्छ, यो बाइनरी भयो। डेसिमल नम्बर सिस्टममा के हुन्छ भने यसमा 10 वटा नम्बर युज गर्छ, कन्सिस्ट गर्छ। 1 2 3 4 5 6 7 8 र 9 र काउन्टिङ गर्दाखेरि यसको काउन्टिङ भइहाल्छ 10 वटा। 10 वटा नम्बर युज गरेको कारणले यसको बेस जुन हुन्छ 10। द वाइ डेसिमल नम्बर सिस्टम हेज बेस 10 बिकज इट कन्सिस्ट 10 डिजिट्स 0 to 9। र यो चाहिँ हामीलाई, यो नम्बरहरु चाहिँ हामीलाई डेली लाइफमा युज हुन्छ। डेली लाइफमा युज हुने नम्बरहरु छ। म्याथमेटिकलमा, सिम्पल म्याथमा पनि यो डेसिमल नम्बर सिस्टम युज हुन्छ। हुन्छ। अब चाहिँ अक्टल नम्बर सिस्टम। अक्टल नम्बर सिस्टममा चाहिँ के हुन्छ भने यसमा 7 वटा नम्बर युज हुन्छ, 8 वटा नम्बर युज हुन्छ। 1 2 3 4 5 6 7 8 7 सम्म हुन्छ। 7 सम्म युज हुन्छ।
र यसको जुन बेस हुन्छ त्यो 8 हुन्छ, 8 बेस. Why octal number system has base 8? Because it consists of 8 digits and the digits are 0, 1, 2, 3, 4, 5, 6, 7. यति कुरा हुन्छ. यति कुरा लेखिदिएपछि एक्सप्लेनिङमा पनि यही कुराहरू लेखिदिएपछि भइहाल्यो. त्योभन्दा बढी केही लेख्नु पर्दैन. त्यसमा त्यति ठुलो कुराहरू पनि छैन. त्यसपछि छ हेक्साडेसिमल नम्बर सिस्टम. हेक्साडेसिमल नम्बर सिस्टममा चाहिँ के हुन्छ, यसमा अलिकति बढी हुन्छ. हेक्सा भनेको हुन्छ 16 वटा नम्बरलाई रिप्रेजेन्ट गर्छ. जस्तै 0 देखि लिएर 0, 1, 2, 3, 4, 5, 6, 7, 8, 9 सम्म त डेसिमल नम्बर सिस्टम भइहाल्यो. त्यसपछि 10 को लागि युज हुन्छ A, 11 को लागि युज हुन्छ B, 12 को लागि युज हुन्छ C, 13 को लागि युज हुन्छ D, 14 को लागि युज हुन्छ E, 15 को लागि युज हुन्छ F. यो 80 नम्बर चाहिँ रिप्रेजेन्ट गर्छ यसले. र यसको बेस जुन हुन्छ, बेस यो हुन्छ 16 बेस हुन्छ यसको. अब कसैको मनमा जिज्ञासा होला कि 9 सम्म हामी युज गर्छौं सिंगल डिजिट र 10 त डबल डिजिट भयो. 10 जुन छ त्यो डबल डिजिट भयो. एउटा 1 भयो, एउटा 0 भयो. दुईटा डिजिटले बनेको छ. त नम्बर सिस्टममा रुल छ. के रुल छ भने हामी कुनै पनि नम्बरलाई रिप्रेजेन्ट गर्छौं त त्यो युनिक हुनुपर्छ. मिन्स सिंगल डिजिटमा हुनुपर्छ. सिंगल डिजिटमा हुनुपर्छ ताकि लेख्नलाई हामी कन्फ्युज नहोस्. अब मान म हेक्साडेसिमल नम्बर सिस्टमको एक्जाम्पल दिन्छु. एउटा 10923. अब म यहाँ लेखेको छु. अब म सोच्दै छु कि मैले यहाँ लेखेको छु 10, तर यो 10 हो? यो 10 त हैन नि. मैले यो सायद हेरिराखेको छैन होला तिमीलाई. माथि म अलिकति यहाँ म अलिकति एक्जाम्पल दिन्छु. यता हेक्साडेसिमलमा जस्तै मैले लेखे 10, 9, 2, 6 यसरी मैले लेखेर यो 16 मैले राखेँ. यसको एक्जाम्पल यसरी नै यसलाई डिनोट गर्छ सिम्बल्सलाई. यसलाई जब हामी डिनोट गर्छौं त मैले सोचेको छु कि मैले यहाँ 10 लेखेको छु. यो भ्यालिड हुँदैन. किन भ्यालिड हुँदैन? त नम्बर सिस्टममा एउटा डिजिटको रिप्रेजेन्टेसन हुन्छ. 10 छ भने म यहाँ यो सेम टु सेम हामी डेसिमलमा पनि लेख्न सक्छौं. जस्तै 10, 9, 2, 6 छ. यसरी मैले 10 लेखिदिएँ भने यो पनि ठिक छ. यो त जे छ तर यो त ठिक छ. किनभने 10926 10926 यो त डेसिमलमा पनि आउँछ, यो हेक्सामा पनि आउँछ. तर जब म यहाँ 16 बेस लेख्छु त्यति बेला यदि मलाई यहाँ 10 लेख्नु पर्ने छ भने एउटा सिंगल डिजिटमा राख्छु. यो नम्बर सिस्टमको रुल छ. रिप्रेजेन्टेसन सिंगल डिजिट युनिकमा हुनुपर्छ. त्यसैकारणले मलाई यता यदि 10 लेख्नु छ भने म यहाँ के गर्छु, A राख्छु. अब यो ठिक भयो. A926 इज इन हेक्साडेसिमल नम्बर सिस्टमको रिप्रेजेन्टेसन भयो. यो अब ठिक भयो. अब बाइनरी नम्बर सिस्टमको जब हामी एक्जाम्पल लिन्छौं त कसरी हामी रिप्रेजेन्ट गर्छौं त रिप्रेजेन्ट गर्ने बेलामा हामी यसरी गर्छौं. जस्तै 0 1 1 0 1 0 1 यसलाई बेस 2 गरेर यसरी हामी रिप्रेजेन्ट गर्छौं. डेसिमल नम्बर सिस्टमलाई हामी रिप्रेजेन्ट गर्छौं त यही एक्जाम्पल लिहाले यो जस्तै 10926 मिन्स अनि बेसमा 10 राख्दिने. यो नम्बरलाई युज गरेर हामी डेसिमल नम्बर सिस्टम बनाउँछौं. अक्टलमा हेर, अक्टलमा के हुन्छ, यो यति नम्बरबाट मात्र हुनुपर्छ. फेरि यसमा 8 वटा बेस छ भने 8 बेस छ भने 8 र 9 यसमा आउँदैन. यसमा 7 सम्म मात्र आउँछ. त 7 सम्मको नम्बर मात्र हुनुपर्छ. जस्तै म यहाँ लेख्छु 7 8 9 अनि यो मैले लेखे 8. यो ठीक छ? छैन. किन छैन? त 8 र 9 पनि आइसकेको छ. अब 8 र 9 आयो त यो अक्टल भएन. अक्टलमा त 0 देखि 7 सम्म मात्र छ. त्यसैकारणले यो गल्ती भयो. यसलाई राम्रो भयो भने 7 6 5 2 जे लेख्दा नि हुन्छ. तर 7 भन्दा कम हुनुपर्छ, 0 भन्दा बढी हुनुपर्छ. बस यति भयो. यसरी हामी रिप्रेजेन्टेसन गर्छौं. हेक्साको मैले यहाँ लेखिदिएको छु. अर्को एक्जाम्पल हेर्न चाहियो भने यहाँ छ. जस्तै म A B C 3 2 6 जे लेख्दा नि हुन्छ. यो भयो तिम्रो हेक्साडेसिमल नम्बर सिस्टममा 16 डिजिट. यति छ यसको एक्सप्लेनेसन छ. यति तिमीहरू बुझिहाल्यो भने यो थ्योरेटिकल थियो. अब
न्युमेरिकल हामी अब नेक्स्ट क्लासमा गर्छौँ, किनभने भिडियो लङ हुन जान्छ भने अलि विद्यार्थीलाई पनि बोरिङ हुन्छ, राम्रो हुँदैन। त्यसै कारणले सर्टमा मैले सिकाइदिएँ तिमीहरूलाई। अलि यो थ्योरिटिकलमा अलिकति बुझ्ने कोसिस गर्ने। रिप्रेजेन्टेसन हामी कसरी गर्छौँ इक्जाम्पलमा, कुनै बेला क्वेसन मिस्टेक पनि दिएको हुन्छ, तिमीलाई अप्टलमा दिएको हुन्छ या 9, 8हरू राखिदिएको हुन्छ, त्यति बेला बुझ्नुपर्छ हामीलाई कि यो क्वेसन गल्ती छ भनेर। नत्र भए त्यसलाई बनाइदिने, गल्ती यसलाई बनाइदिने हुन्छ कि विद्यार्थीको जीवनमा के बिग्रिन्छ? एउटा इक्जाम बिग्रिन्छ, बाँकी सबै थोक त राम्रै हुन्छ। बुवा आमाले पैसा तिरिराखेको हुन्छ घरबाट, लाइफमा त केही बिग्रिँदैन, बस खालि बिग्रिन्छ भने एउटा इक्जाम बिग्रिन्छ। विद्यार्थीको जीवनैमा एउटा इक्जाम बिग्रिन्छ, बाँकी केही बिग्रिँदैन, सबै थोक राम्रै हुन्छ, खुसी हुन्छ विद्यार्थी। बिग्रिन्छ कति बेला इक्जाम। त त्यसै कारणले यहाँ राम्रोसँग हेर्नु। बेस यदि दिएको छ भने त्यसको डिजिटमा पनि ध्यान दिनु। 8 बेस छ, 0 देखि 7 सम्मको नम्बर हुनुपर्छ। 10 बेस छ, 0 देखि 9 सम्मको नम्बर हुनुपर्छ। 2 बेस छ, 0 र 1 बाहेक केही हुनु भएन। 16 बेस छ, त यो डेसिमल नम्बर सिस्टम त्यसपछि अक्टलसँग मिल्न सक्छ, तर यदि त्यहाँ कुनै भेरिएबलहरू राखिदिएको छ, जस्तै एबिसीहरू राखिदिएको छ भने त्यो त पूर्ण रूपले 16 भइहाल्यो। तर यदि यो राखेको छैन, जस्तै 7, 8, 9 यस्तो पनि राखिदिएको छ भने 16 राखिदिएको छ भने यो ठिक छ, किनभने 7, 8, 9 चाहिँ हाम्रो यहाँ आउँछ। यो 0 देखि 9 सम्म बा 7, 8, 9 आउँछ। त्यसै कारणले यो पनि ठिक छ। यसरी बुझ्ने। यो सबैको नोटेसनहरू भयो, स्क्रिनसट लिँदा हुन्छ।